एउटा घर बेच्नका लागि एउटा ओनरले सेलरले कतिसम्म दुःख गर्नुपर्छ तपाईहरुलाई थाहा छ कि छैन। अहिलेको मार्केट एकदमै टफ छ, तीमाथि कम्पिटेटिभ छ अनि बायर्सलाई हेर्ने बित्तिकै सजिलो एकदमै मजाले चटक्क मन पर्ने बनाउनको लागि धेरै दुःख गर्नुपर्छ। साच्चीकै कुरो अहिले म सेलर भएर यो अनुभव भन्दैछु तपाईलाई। म अहिले रियल्टर भएर हैन, एउटा सेलरको ठाउँमा बसेर एउटा सेलरले कसरी एट्र्याक्सन ग्र्याब गर्न सक्छ बायर्सको र बायर्सको साइकोलोजी के हो अनि घर कसरी उनीहरुले किन्दाखेरि उनीहरुलाई चाहिँ एकदमै फिटेबल हुन्छ भनेर म त्यो कुराहरु गर्दैछु। ग्यारेज, मेरो ग्यारेज भर्खरै कलर सकियो हैन, टोटली। अनि इभन पेन्टहरुमा अलिकति पनि जति पनि पेन्ट गरियो नि घरमा अलिकति पनि कहीँ पनि स्पट छोडिएको छैन जहाँ चाहिँ पेन्टको कम्प्लेन आओस्। भएन अब मेरो पोर्चमा पनि यो पोर्चमा पनि म कलर लगाइदिन्छु। त्यसो गर्दा के हुन्छ भने एउटा जुन लुक्स एट्र्याक्सन छ नि, तपाईको किन यो कलर लाउनु अति राम्रो छ म्याच। यो मैले घर कन्स्ट्रक्ट गर्दैखेरि किन चाहिँ मैले यही कलर चुज गरेँ, यो जुन कलर छ भेनल्सको यो कलरहरु मैले किन चुज गरेँ भन्दाखेरि यसको म्याच होस् एटलिस्ट। अब अहिले यो कलरको म्याच यो भेनलसँग मिल्छ हैन। अब यहाँ मैले त्यो कलर लगाइदिएँ भने यसको म्याच त्यो भेनलसँग मिल्छ। सो द्याट्स द रिजन है, एउटा कलर म्याचिङ हुन्छ नि, म्याच गर्दाखेरि कलर पनि आनन्दको एकदमै सुइटेबल हुनुपर्छ। सो त्यस्तो भयो भने घर छिटो बिक्री गर्न सकिन्छ। एउटा कुरो के भने जति पनि सेलरहरु हुन्छ नि बसुन्जेल चाहिँ बस्ने अनि हिँडेपछि चाहिँ आफ्नो निक्ले पछाडि चाहिँ एकदमै धेरै लाथालिङ्ग छोडेर हिँड्ने त्यो काम गर्नु भयो भने चाहिँ एज अ रियल्टरले पनि धेरै दुःख पाउँछ, रियल्टर हुँदा पनि धेरै दुःख पाउँछ। अनि के अरे घरको दाम पनि नघटाउने, मेरो गरेको 12 टका गर्ने, त्यो चाहिँ राम्रो हुँदैन। किनभने जति पनि तपाईँ आफै बायर भएर सोच्नुहोस् है, एउटा कुनै पनि घर जिन्दगीभर तपाईँले पे गर्नुपर्छ। त्यो घर तपाईँ किन्दै हुनुहुन्छ, तपाईँको ड्रिम होम हो। त्यस्तो घर किन्नु पर्यो भने कतिसम्म गाह्रो होला तपाईलाई, तपाईँको फ्यामिलीलाई सुइटेबल छ कि छैन, तपाईँले भने जस्तो कलरहरू छ कि छैन, लुक्स छ कि छैन, यो एकदमै टफ हो के। त्यस्तो कुरोहरू चाहिँ एकदमै तपाईँले मध्यनजर गर्नुपर्ने हुन्छ एज अ सेलर। भित्रको कलरदेखि लिएर बाहिरको डिजाइनदेखि लिएर बाहिरको कलरहरूदेखि लिएर त्यो सबै कुरोमा याद गर्नुपर्ने हुन्छ। किनभने मेरो एउटै मात्रै चाहना के भने म कुनै पनि घरमा 5 वर्षभन्दा ज्यादा बस्दिनँ। बी अनेस्ट विथ यु, म अहिलेसम्म अमेरिकामा आएर जति पनि घरहरूमा बसेँ म लगभग 5-7 पल्ट मुभ भइसकेँ। कुनै पनि घर चाहिँ पर्मानेन्टको होइन अमेरिकामा है। त्यसलाई मध्यनजर गरेर मैले यो डिजाइनको घर बनाएको कारण त्यो हो। किन यो कोलोनियल डिजाइन हो, यो डिजाइन चाहिँ धेरैभन्दा धेरै मान्छेले मन पराउँछ। अनि त्यसपछि मैले के गरेँ भने एउटा सबैभन्दा ठुलो टेक्निक लाइट, त्यहाँ माथि देख्ने हुन्छ नि मेरो ब्राइट लाइट छैन, एकदमै तुफानको ब्राइट हुन्छ नि त्यो लाइट छैन। अनि के छ त भन्दा हेलोजिन लाइट छ। यो बाहिर जुन बल्दै गरेको देख्नु भएको छ यो हेलोजिन लाइट, त्यहाँदेखि माथिको देख्नु भएको छ यो लाइट, यो हेलोजिन लाइट हो। यसले घरको एउटा एकदमै ब्युटीनेसलाई रिप्रेजेन्ट गर्छ। द्याट्स द रिजन मैले यो कोलोनियल यो डिजाइनमा घर बनाएको कारण के हो भने भोलि गएर मन निक्लिँदाखेरि पनि यो चट्ट हेर्ने बित्तिकै पनि मान्छेलाई मन परोस्। अब मैले यो डिजाइनको घर बनाएको थिएँ भने कस्तो हुन्थ्यो, इट्स रियली हार्ड टु सेल। यो डिजाइनको घर बनाए भए कस्तो हुन्थ्यो, किनभने मान्छेहरूलाई अलिकति घरको जुन थोपडा छ नि त्यो थोपडा पनि एकदमै मन पर्नुपर्छ है। अब यहाँ हेर्नुहोस् यो डिजाइनको घर बनाएको थियो भने के, इट्स रियली हार्ड टु सेल। अब यो घरको स्क्वायर फिट र मेरो घरको स्क्वायर फिट एउटै हो, तर पछाडि अगाडिको स्ट्रक्चर हेर्नुहोस्, इट्स सो ब्युटिफुल के। यो मान्छेले हेर्ने बित्तिकै मन पराउँछ। किनभने अपग्रेडेड यहाँ मैले अपग्रेडेड विन्डोहरू लगाएको छु हैन। यो साइडमा अपग्रेडेड विन्डो हो, यो माथिको हो, यो अगाडिको यो सेतो मैले अपग्रेड गर्न लगाएको। अनि धेरै कुरा इनसाइड एन्ड आउटसाइड धेरै कुराहरू अपग्रेड गरेको छु ताकि भोलि गएर कुनै पनि फ्युचर बायरहरूलाई किन्नु पर्यो भने एक झलकमा मन परोस्। त्यसको लागि मैले यति दुःख गरेँ। मलाई मेरो यहाँ मेचिगनमा मेरो भेना, मेरो गर्जा भेना हैन,
बिर्ख भेना, राज भेना, शीतल भेना, अनि उमन खनाल, अनि हाम्रो किसान विष्ट दाईहरू हदै हेल्प गर्नुभएको कि यतिको गर्नको लागि। इभन उहाँहरूले कल अफ गरेर आफ्नो काममा मलाई हेल्प गर्न आउनुभएको। किन भनेपछि म मेचिकन आउने बित्तिकै चाहिँ एक प्रकारको फ्लेभर आउँछ अरे कि उहाँहरूलाई। धन्न अब अस्तिको दिनको जुन हाइकिङ छ नि, त्यो हाइकिङमा पनि कृष्ण धन्न तिमी आएर यो हाइकिङ सक्सेसफुल भयो यार। मैले कहिलेदेखि सोचेको त्यो हाइकिङको लागि अहिलेसम्म गर्न सकेको थिइनँ, तर तिमी आउने बित्तिकै एकै रातमा सबैलाई मिलायौ। हामी अहिले 10-12 जना हाइकिङ गऱ्यौँ। अनि इट्स काइन्ड अफ अमेजिङ है। यहाँ पनि एकदम अमेजिङ, एकदमै बेस्ट फ्रेन्डहरू हुनुहुन्छ मेचिकनमा। अब मलाई कसो गरी मन नपर्ला मेरो बाइहरूलाई भन्ने सोचिरहेको छु होइन। अब अझै मेरो चाहना के भने त्यो बिटहरू देख्दै हुनुहुन्छ नि, यो बिटमा पनि म चट्ट लगाइदिन्छु, त्यहाँ माथि टेप लाउँछु होइन, डक टेप लाउँछु, अनि यो बिटलाई पनि चट्ट यही कलर लगाइदिन्छु। त्यसो गरे पछाडि एउटा पर्फेक्ट लुक्स आउँछ। त्यो लुक्स एभ्रीबडी लाइफ। कसैले पनि ग्यारेज खोल्यो भने दे लभ इट, आई स्वेयर गॉड दे लभ इट। किनभने यो कलर छ भने मैले अब यसमा चाहिँ धेरै मात्रामा धेरै ओइल लगाएको छु होइन। कुनै दिन तपाईँले बाहिर ग्यारेजमा खाना पकाउँदाखेरि मैला भयो भने तपाईँले एउटा ग्रिस लिनुहोस्, साबुन लिनुहोस्, टावेलमा सरकै गर्नुहोस्, क्लिन हुन्छ। किनभने त्यो खालको कलर लाग्छ, टु मच ओइल। अनि त्यसो गर्दाखेरि तपाईँको गाडी पनि यहाँ बनाउँदाखेरि ओइल ड्रप भयो भने तपाईँले त्यो ओइल पनि सजिलोसँग क्लिन हुन सक्ने मैले लगाइदिएको छु। इभन मैले यहाँनिर 2टा ल्याएको छु नि होइन, यो कलर। एउटा कलर म मेरो घरको ओनरको लागि छोडिदिन्छु ताकि उसलाई पछाडि सहायता होस् कुन कलर लगाएको थियो प्रिभियस ओनरले भनेर। अनि अर्को कलर चाहिँ म यहीँ युज गरिदिन्छु ताकि डबल लेयर होस्। डबल लेयर भयो भने उसलाई पनि सजिलो हुन्छ, मलाई पनि सजिलो। अब हेरौँ, मेरो मनले मात्र यस्तो भनेको हो कि सबै ओनरहरूले यस्तो भन्छन्, सबै सेलरहरूले यस्तो भन्छन्। तर मैले चाहिँ कुनै पनि कलरहरू, भित्रको कलरहरू एउटा बट्टा चाहिँ म डबल राखिदिन्छु, एउटा बट्टा चाहिँ उसलाई एक्स्ट्रा राखिदिन्छु ताकि त्यो म लेखेर राखिदिन्छु, यो बेडरुमको यो हो, लिभिङ रुमको यो हो, किचनको यो हो, अर्को बेडरुमको यो हो भनेर मजाले लेखेर राखिदिन्छु। तर फर्चुनेट मेरो भित्रको कलर चाहिँ सबै ठाउँ एउटै कलरको छ। त्यही भएर मैले एउटा कलरको बट्टा राख्दाखेरि मेरो आउने ओनरलाई पनि सजिलो हो। अनि यहाँको कलर पनि म एउटा राखिदिन्छु ताकि उसलाई सजिलो होस् कि भोलि गएर उसले कुनै पनि कलरलाई रिपेन्टेड गर्नु पऱ्यो भने त्यही कलर लाउन सक्छ है। अब यस्तो तरिकाको जुन सोचाइ, जुन थटहरू छ, यसको आफ्नै वेभ हुन्छ के। त्यो वेभले पनि कुनै पनि आउने बायर्सहरूलाई धेरै एट्र्याक्ट गर्न सक्छ। तपाईँ भनिदिउँ न, कुनै दिन तपाईँले यसरी चट्ट घरभित्र पस्नुभयो भने यहाँ हेर्नुहोस्, यो सिमेन्टी कलर हो नि त। आई रियली डोन्ट लाइक इट। तर यसैमा मैले माथि कलर लगाइदिएँ, एउटा वाटरप्रुफ टु मच ओइल भएको कलर लगाइदिएँ भने लगभग 5-10 इयर्ससम्म जान्छ। अनि घर खोल्दाखेरि यसरी चट्टै घर खोल्दाखेरि दैलो नबजोस्, कुनै पनि ढोकाको त्यो स्क्विकिङ नोइजहरू नआओस्। त्यो सबैभन्दा तपाईँलाई थाहा छ कि छैन, वास्तुशास्त्रमा पनि यही कुराहरू छ। तपाईँले कतिको विश्वास गर्नुहुन्छ वास्तुशास्त्रमा, त्यो पनि यही कुराहरू हुन्छ। सो तपाईँले पनि घर बेच्दै हुनुहुन्छ भने तपाईँको लागि होइन, तपाईँको जो आउनेवाला ओनर छ, तपाईँको बायर्स छ, त्यो बायर्सको लागि चाहिँ एकदमै पर्फेक्ट। त्यो पनि एसियन स्टाइलमा होइन गाइस, वेस्टर्न स्टाइलमा। वेस्टर्न जुन मनोविज्ञान छ त्यसको स्टाइलमा गर्नुभयो भने तपाईँले घर 1 देखि लिएर 2 हप्तासम्म मजाले बेच्नुहुन्छ। लेखेर राख्नुहोस् यो कुरा चाहिँ। यो लाइट किन हेलोजिन भयो? यो पछाडिको यो रातो खालको बल्ब छ, यो एक प्रकारको एक्ज्याक्टली मेरो नाममा आएन यो कलरलाई हेलोजिन चाहिँ भन्छु म होइन। तर हेलोजिनको पनि अर्को डिफ्रेन्सिएट छ कि, यसको परिकार भेराइटिजहरू छ। यो हेलोजिन मैले कहीँ पनि ब्राइट लगाएको छुइनँ, किनभने त्यो ब्राइटले अलिकति आँखालाई असर गर्छ, तपाईँको मेलाटोनिनलाई असर गर्छ। द्याट्स द रिजन फर द्याट। सो दिस इज द गुड वे। म तपाईँलाई बिस्तारै देखाउँदै जान्छु होइन, अरू पनि। तर फर नाउ द्याट्स द रिजन आई कलर द ग्याराज एन्ड आइम गोना कलर। अब अहिले 8 बजिसकेको छ बेलुकाको होइन, तैपनि म यो पेन्ट गरेर मात्रै निक्लिन्छु आज, किनभने भोलि मेचिकनमा पानी पर्छ। आई डोन्ट वान्ट द्याट है। हस्, गुड नाइट।